हेलो नमस्ते सबैजनालाई। आज चाहिँ मैले छोरीलाई स्यान्डविच बनाउँदै छु अनि स्यान्डविच चाहिँ मैले ससेजको बनाइदिएको किनकि उसलाई ससेज एकदमै मन पर्छ। अनि मैले चाहिँ दुईटा ससेज लिएको छु अनि त्यसलाई चाहिँ म यसरी ग्रेट गर्छु अनि यसरी ग्रेट गरी एकछिन तार्छु तेलमा। अनि त्यो तेलबाट निकालिसकेपछि चाहिँ मैले सानो सानो गरेर भेजिसहरू काटिराखेको छु। उसले थाहा भयो भने भेजिसहरू खाँदैन अनि त्यही भएर मैले भेजिसहरू चाहिँ एकदम मसिनो गरेर काटेको छु। प्याज अनि त्यसपछि काँक्रो, गाजर अनि गोलभेडा, हजुरहरूसँग के भेजिस छ सबै राख्न सक्नुहुन्छ बेबीहरूले खाने। तर मेरो बेबीले यो पनि खाँदैन हैन। अनि मैले चाहिँ ससेज अघि तारेर निकालेको राखेँ अनि मायोनिज अनि त्यसपछि उसलाई मनपर्ने भनेको केचप अनि त्यसपछि थोरै नुन अनि त्यसपछि ब्ल्याक पेपर। उसले पिरो खाँदैन अनि त्यही भएर मैले चिली फ्लेक्सहरू केही पनि राखिनँ, हजुरहरू राख्न सक्नुहुन्छ। अनि यसरी सबै राखिसकेपछि चाहिँ मसँग मैले घरमै बनाएको घिउ थियो अनि त्यही घिउमा बनाइदिएँ। घिउ राखेर अनि अघि नै मिक्स गरेको राखिदिनु होला माथिबाट यसरी। अनि त्यसपछि चिज राख्ने हैन। अनि त्यसपछि त्यसलाई राम्रोसँग उल्टाइ पल्टाइ पकाउनु होला अनि एकदम मिठो हुन्छ। अनि यसरी काटेर मैले चाहिँ उसलाई नकाटिकन दिन लगाएको थिएँ उसले किनकि भेजिसहरूदेखि खाँदैन भनेर। तर उसले मलाई मम्मी काटेरै दिनु भन्यो अनि मैले यसरी काटेर दिएँ। अनि उसले चाहिँ फर्स्ट टाइम होला यसरी सबै मिठो मानेर खाएको। हजुरहरू पनि यसरी पकाएर आफ्नो बेबीलाई दिनु होला। अनि मेरो भिडियो लाइक र कमेन्ट सेयर गरेर च्यानल सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है त फेरि। हस् त, थ्याङ्क यू, बाई।